नेपालका प्रधानमन्त्री बालेन्द्र शाह अमेरिकाको प्रतिष्ठित टाइम म्यागजिनको 100 प्रभावशाली व्यक्तिको सूचीमा परेका छन्। सन् 2026को यो सूचीमा अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पदेखि चीनका राष्ट्रपति सी जिनपिङसम्म पनि परेका छन्। नेताहरूको सूचीमा विश्वभरका 25 जना परेका छन्। 25 वर्षीय शाह फागुन 21मा सम्पन्न निर्वाचनको विजयपछि नेपालको प्रधानमन्त्री बन्न सफल भएका थिए। उनको ऐतिहासिक जित विशेष गरी युवा पुस्ताको व्यापक समर्थन र अघिल्लो वर्ष भएको जनआन्दोलनको प्रभावले सम्भव भएको टाइमले विश्लेषण गरेको छ। शाहको उदयलाई युवाहरूको राजनीतिक परिवर्तनको लहरका रूपमा चित्रण गरिएको छ। परम्परागत र वंशवादी राजनीतिप्रति असन्तुष्ट जनताको समर्थनले उनलाई राष्ट्रिय नेतृत्वमा पुर्याएको उल्लेख गरिएको छ। राजनीतिमा आउनु अघि हिप हप कलाकारका रूपमा परिचित शाहले काठमाडौँ महानगरपालिकाको मेयर हुँदा फोहोर व्यवस्थापन, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार ल्याउन उल्लेखनीय पहल गरेका थिए। उनको यही कार्यशैलीले उनलाई राष्ट्रिय स्तरमा लोकप्रिय बनाएको उल्लेख गरिएको छ। शाह आफ्नो कडा र स्पष्ट अभिव्यक्तिका कारण पनि चर्चित छन्। उनले भ्रष्टाचार विरुद्ध खुलेरै आवाज उठाउँदै आएका छन्। संगीत पृष्ठभूमिका कारण पनि शाह युवामा विशेष प्रभाव राख्छन् भनिएको छ। यद्यपि स्थानीय तहमा हासिल गरेको सफलता राष्ट्रिय स्तरमा दोहोर्याउन सक्ने वा नसक्ने भन्ने प्रश्न अझै कायम छ। आर्थिक असमानता, गरिबी र संस्थागत भ्रष्टाचार जस्ता चुनौती बीच शाहको नेतृत्व कतिको प्रभावकारी हुन्छ भन्नेमा सबैको ध्यान केन्द्रित भएको उल्लेख गरिएको छ। टाइम म्यागजिनले गरेको टिप्पणीको नेपाली अनुवाद यस्तो छ। इमान बेच्नेहरूको लागि पैसा रुखमा फल्छ, यो हो बालेन्द्र शाहको र्याप। 35 वर्षीय नेपाली पूर्व हिप हप स्टार जो मार्चमा हिमाली राष्ट्रका सबैभन्दा कान्छा प्रधानमन्त्री भई निर्वाचित भए। त्यो ऐतिहासिक विजय घातक सडक आन्दोलनबाट प्रेरित थियो। गत शरद ऋतुमा जेन्जी पुस्ताले भ्रष्ट र जनताबाट टाढिएको पुरानो राजनीतिक व्यवस्थालाई सफाया गर्न छोडेको आन्दोलन। यही पृष्ठभूमिमा आउँछन् शाह, जसलाई सबैले बालेन भनी चिन्छन्। एक सिभिल इन्जिनियरिङ स्नातक जसको गम्भीर मञ्च व्यक्तित्व र भ्रष्ट अधिकारीहरूलाई कडा आलोचना गर्ने शैलीले 4 वर्ष अघि उनलाई काठमाडौँको मेयर बनायो। र अब 3 करोड नेपालीका नेता बालेनको उदय एकसाथ एक जनवादी युवा क्रान्ति पनि हो र दक्षिण एसियाको जरा गाडेको वंशवादी राजनीतिको सम्पूर्ण अस्वीकृति पनि, जसले यस क्षेत्रको स्थापित व्यवस्थामा कम्पन ल्याएको छ। मेयरका रूपमा बालेनले नोकरशाही अवरोधहरू तोडेर फोहोर व्यवस्थापन, शिक्षा र स्वास्थ्य सेवामा उल्लेखनीय सुधार ल्याए। अब सबैको नजर यसमा छ कि टुपाक सकुर र 50 सेन्टका यी स्वघोषित भक्तले त्यो सफलतालाई राष्ट्रिय मञ्चमा पनि दोहोर्याउन सक्छन्। सबै राजनीतिज्ञ नयाँ होस् वा पुरानो चोर हुन्, एकपटक बालेनले सामाजिक सञ्जालमा लेखेका थिए। नेपालीहरू आशा गर्छन् उनले आफैलाई गलत साबित गरून्।